जापान आएको 1 विक पनि भएको छैन, गएकोले घर पढाउने भयो अब मलाई। हेलो गाइज, वेलकम टु माई मिनी ब्लग। आज बिहानै गएको जानु भएर बिहानै उठेँ, नुहाइधुवाइ गरेर गएको हिँडिरहेको हो। मैले चाहिँ बोतल रुममै भुलेर मेरो साथी लिएर आउँदैछ। नेपाली भइसकेपछि अनि क्यामेरा देख्ने बित्तिकै दिमागलाई देखाउनै पर्यो है। अनि आज चाहिँ हामीलाई मर्निङमा ओरिएन्टेसन भएर बोलाएको छ सेन्सेले। बिहानै खानासाना बनाएर खाएर हिँड्ने हो हामी चाहिँ। अनि लेट हुन्छ जस्तो लागिरहेको छ मलाई। कहिले कहिले टाइममा हिँड्दा पनि लेट भइदिन्छ क्या, यस्तो ट्राफिक सिग्नलहरू भयो। अनि ट्रेन पनि कहिले डिले हुन्छ क्या, 5-10 मिनट भइरहेको हुन्छ। त्यही भएर 10-15 मिनट अगाडि नै हिँड्दा राम्रो हुन्छ, टाइममा पुगिन्छ। अनि रोड छेउमा अलिअलि साकुरा पनि लाग्छ, अलि राम्रो देखिन्छ। यो चाहिँ अप्रिल इन्टेकमा स्टुडेन्ट भन्दा धेरै ब्लगरहरू आछन् जापानमा है। भिडियो देख्छु म। ढिलो हुन्छ भन्दै फेरि ट्रेन डिले भएको छ हाम्रो, अब वेट गर्नुपर्छ। अर्कै स्टेसनको ट्रेन रहेछ, हाम्रो त 9:19 बज्यो, नभए धन ढिला हुनुभयो है। ट्रेन आयो, ट्रेनमा चढेर हामी हिँडेको। यसपछिको ब्लग अर्को एपिसोडमा आउँछ। बाई बाई, सायोनारा।